को गठन कुन तरिकाले गरियो र कतिजना सदस्य रहेको विस्तृत रूपमा जानकारी गराइदिनुको लागि विनम्र अनुरोध गर्न चाहन्छु। श्रम समेत दाइ यहाँ आएर 2 शब्द राखिदिनु होला। धन्यवाद छ आजको यस कार्यक्रमको सञ्चालकलाई र शिव सतासी नगर कमिटीका आजका विशिष्ट अतिथिहरू र आजको यस श्रमदान अभियानको महाअभियानलाई आफ्नै अभियान सम्झेर देश बनाउनुपर्छ हामी आफैले भन्ने चेतनासहित आउनुभएका सम्पूर्ण हाम्रा श्रमदाता अभियानजीहरू, पत्रकार मित्रहरू साथै विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका पदाधिकारीजीहरू सबैजनालाई एकमुष्ट जय श्रमदान। जय श्रमदान। र अत्यन्तै खुसी लागेको छ आज, किनभने हामी निरन्तर रूपमा आज श्रम संस्कृतिको महाअभियानको यात्रामा छौँ र यो यात्रामा तपाईँहरू स्वतःस्फूर्त रूपमा यो अभियान अचम्मै तरिकाले चलिरहेछ। नेपालमा पहिलोचोटि होला सायद है। हामी त ठाउँ ठाउँमा अब यहाँ अगाडि आएर तपाईँहरूलाई गराउनु पर्ने बुझाउनु पर्ने हो, तर तपाईँहरू आफै यति धेरै सचेत हुनु भएको छ कि तपाईँहरू यहाँ आफै सङ्गठित भएर तपाईँहरू आफ्नो ठाउँ हामी आफै बनाउँछौँ भनेर विगत 2 महिनादेखि होला होइन, लगभग 2 महिनादेखि तपाईँहरू यहाँ छुटेर काम गरिरहनु भएको छ। यो देश बनाउनुको लागि अब हामी आफ्नो ठाउँ आफैले बनाउनुपर्छ र हाम्रो कर्तव्य भनेको हाम्रो आफ्नो ठाउँलाई हामीले बनाउनुपर्छ भन्ने एउटा चेतनाले तपाईँहरू आज एकजुट हुनुभएको छ। र वास्तवमा भन्यो भने नेपालको 70 देखि 80 वर्षको राजनीतिक सिनारियोलाई हेर्ने हो भने अहिले के भइरहेछ त भन्दाखेरि ठ्याक्कै जसले धेरै गफ गर्न सक्यो, जसले धेरै ढाँट्न सक्यो, जसले धेरै छल्न सक्यो, जसले धेरै कृत्य गर्न सक्यो, जसले धेरै देशका चाहिँ तपाईँको सर्वभौम तपाईँको खोला नाला सब बेच्न सक्यो, त्यस्ता व्यक्तिहरू चाहिँ निरन्तर यो देशमा हाबी भइरहेको हामीले देखिरहेका छौँ। यही कुरा अहिलेसम्म पनि भइरहेको छ, अहिले पनि त्यही गरिरहेको छ। तर अहिले आएर चाहिँ अब नेपालमा 2 धारको राजनीति सुरु भएको छ। त्यो 2 धारको राजनीति कस्तो खालको भयो त भन्दाखेरि चाहिँ एकतर्फ गफै मात्रै गरेर जानेहरूको एउटा धार बनेर जान्छ। हेर्नुहोस् यहाँ अहिले त कति 124-25वटा कतिवटा पार्टी चाहिँ अहिले दर्ता भयो भनेर अहिले तपाईँहरूले मिडियामा सुन्नु भएको होला। तर म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु र तपाईँहरू पनि कन्फ्युजन नहुनुहोस्। नेपालमा 2टा मात्रै पार्टी जस्तो छ, एउटा चाहिँ काम गर्ने खालको, एउटा चाहिँ गफ गरेर तपाईँको चाहिँ नि राजनीति गर्ने पार्टी। त्यो देख्दा मात्रै त्यो फरक झन्डा फरक तपाईँको उनीहरूको पार्टी देखिन्छ क्या, तर उनीहरूको धन्दा भनेको खालि लुटी खाने धन्दा मात्रै छ। हेर्नुहोस् र अहिलेसम्म पनि यो देशमा यस्तै लुट्ने काम मात्रै भएका यति धेरै स्रोत साधन, यति धेरै प्राकृतिक स्रोतले सुसम्पन्न देश होइन नेपाल, यति साह्रो कङ्गालै भएर आज संसारभरि भौतारिनु पर्ने, संसारैभरि हामीले हिसाबमा हिँड्नुपर्ने, बेलिनु पर्ने होइन, अनि हामी जहिले तहिले तपाईँको चाहिँ अर्काकै देशमा गुलाम गरेर हिँड्नुपर्ने अवस्था यो सिर्जना कसरी भयो त भन्दाखेरि चाहिँ एउटा नेपालको राजनीतिक क्षेत्रमा जो हाबी हुने खालका एउटा जुन व्यक्तिहरू छन्, ती व्यक्तिहरूमा हेर्नुहोस् तिनीहरू धेरै बाठा छन्। हेर्नुहोस् बाठा छन्, चलाक छन् होइन, उनीहरू जतिको ज्ञानी कोही पनि देखिएन है, सबै कुरा छ। तर एउटा चिज चाहिँ उहाँहरूलाई देखिएन, यो अहिलेको नेपालको राजनीति गरिँदैन। त्यो के हो तपाईँले बुझ्न चाहनुहुन्छ? त्यो भनेको चाहिँ इमान्दारी थिएन क्या खालि। हेर्नुहोस् अब सबै कुराहरू छ, भरे इमान्दारी भएन भने चाहिँ तपाईँले विभिन्न प्रकारको चाहिँ एकदम मार मसला सबै लाउनु भयो, एकदमै राम्रो तरकारी पकाउनु हो, लास्टमा नुन लाउनु भएन भने के हुन्छ भन्नुहोस् त? त्यो तरकारी मिठो हुन्छ त? हुन्छ त? हुँदैन नि। ठ्याक्कै नेपालको तपाईँको राजनीति भएको पनि त्यही हो। के हो त भन्दाखेरि यहाँ सबै जान्ने बाटो हेर्नुहोस्, नत्र भने यत्रो 100 एउटा सानोवटा देशमा 124-25वटा पार्टी तपाईँको खोल्ने थिएन क्या, बाटो भएर नै हो। धेरै बाटोहरू छन्। अब त्यो बाटोहरूको ठ्याक्कै अपोजिटको टाइपमा हाम्रो चाहिँ अहिले श्रम संस्कृतिको महाअभियानले श्रम संस्कृति, अब यो हामीले पार्टी बनाउनु हाम्रो लक्ष्य थिएन। हेर्नुहोस् हाम्रो मेयर साहबसँग हामी धेरै छलफल गऱ्यौँ। म त अब इनिसियल सुरुदेखिको उहाँको अभियान हामीसँगै अभियानदेखि लिएर अब हिँडिरहेको व्यक्ति भएकोले गर्दाखेरि मलाई एउटा अनुभव हुन्छ, हामीले पार्टी खोल्ने नखोल्ने भन्ने पनि एकचोटि भएको थियो। तर नेपालको तपाईँको कानुनले चाहिँ के भन्छ त त्यो कुरालाई हामीले ख्याल गर्नुपर्ने छ।
नेपालको कानुनले त स्वतन्त्रलाई त तपाईँको त कुनै पनि तपाईँको माथि नेतृत्व गर्ने त अधिकार त दिएको छैन फेरि। अब यहाँबाट हामीले स्वतन्त्रले 10-20वटा सिट जितेर गर्न के हुन्छ? केही हुँदैन। समानुपातिक भोट तपाईँको चाहिँ 110 सिट हुन्छ हेर्नुहोस् केन्द्रकै हेऱ्यो भनेपछि त नेपालको यो नियम कानुन नेपालको तपाईँको संविधान नै कस्तो भन्दाखेरि राजनीतिक दलको हिसाबले चल्ने भएकोले गर्दाखेरि हामीले त्यो एउटा चाहिँ नि साझा चुनाव चिन्हको लागि र समग्र पूर्व मेची महाकाली सबैको होइन साझा तपाईँको एउटा चुनाव चिन्ह चाहिने भयो। किनभने सबैले यो पार्टीको सिद्धान्त र विचारलाई मनपर्छ र सबैजना काम गर्नुपर्छ, कामले मात्रै देश बन्छ, बिना काम कुनै पनि तपाईँको चाहिँ नि समृद्धि हुँदैन भन्छ। एउटा सानोभन्दा सानो एउटा किराना पसल चलाउनको लागि पनि एउटा राम्रो तपाईँको मेहनती राम्रो मान्छे चाहिन्छ। तर त्यो सानो किराना पसल पनि डुब्छ हेर्नुहोस्। गफै गरेर मात्रै हिँडेर हुँदैन नि त। त्यस कारणले गर्दाखेरि गफ कम्ती गरौँ, काम ज्यादा गरौँ र कामले मात्रै संसारमा धेरै जस्तो देशहरू मात्रै होइन अधिकांश देशहरू परिवर्तन भएको देख्छु म र तपाईँ हामीले देखेको पनि त्यही हो। अनि श्रम नगर्ने गफै मात्रै गर्ने अनि त्यहाँबाट चुनाव जिताइदियो, म यहाँ सरकारमा जान्छु, बजेट ल्याउँछु, यसो गर्छु उसो गर्छु भन्दै आएर गफ दिएर तपाईँ हामीलाई चाहिँ झुक्याएर जहिले तहिले तपाईँको हाम्रो भोट दिइराख्ने अनि उनीहरूको मोजमस्ती हामीले सही राख्नुपर्ने देखिरहनु पर्ने अवस्था आयो। अब हामी त्यस्तो हुनु हुँदैन। हामी चाहिँ आफै स्वयं काम गर्नुपर्छ र त्यो काम गरेर हाम्रो ठाउँ हामी आफै बनाउनुपर्छ। किनभने सरकार भनेको पनि तपाईँ हामी नै हो क्या। खासमा मान्छे सरकार भने त्यो माथि केन्द्रमा बस्ने तपाईँको मन्त्री प्रधानमन्त्री भन्छ त्यो होइन। सरकार भनेको तपाईँ हामी हो, तपाईँ हामीले त्यो बनाएको हो क्या। त्यस कारणले गर्दाखेरि त्यसलाई बनाउने र त्यसलाई कसरी राख्ने भन्ने कुरा तपाईँ हाम्रो हातमा छ नि त। त्यस कारणले गर्दाखेरि त्यो नबुझ्नु पनि हाम्रो एउटा फेरि कमी कमजोरी हो र हामीले बुझ्नु पनि पर्छ। तर मान्छेले कतिखेर बुझ्छ भन्दाखेरि चाहिँ जब उसको मेहनत पसिना उसले चाहिँ देश र राष्ट्रलाई बुझ्छ त्यतिखेर मात्रै बुझ्ने रहेछ। होइन भने तपाईँको प्लेट मासु भातमा अनि तपाईँको चाहिँ 1 बोतल बियरमा भोट बेचिदिन्छ हेर्नुहोस्। अब त्यो परिस्थितिलाई हामीले निरन्तर हटाउनु छ भनेपछि त तपाईँ हामीहरू त एकदमै बुझ्ने सङ्गठित भएर चाहिँ सबै जनताले चेतना आउनु पर्यो। विकासको सबैभन्दा ठुलो आधारशिला भन्छ, सबैभन्दा पहिलो भनेको चाहिँ हामीले के भन्छ मान्छेको मनस्थितिमा चेतनाको विकास गर्नुपर्छ हेर्नुहोस्। त्यो बिना चेतना चाहिँ यहाँ तपाईँहरूले लाग्न सक्छ श्रमदानमा पनि आउँदैनन् मान्छे हेर्नुहोस्। कहाँ के हुन्छ यो अब के हुन्छ भने तपाईँहरूले यहाँ यत्रो धेरै सबै फाडेर सफा पारेर आउनुभयो के भयो? यहाँ बजेट लगाएर ल यहाँ नगरबाट बजेट ल्याऊ भनेर बजेटलाई फाड्नु लाग्यो कति पैसा? तर तपाईँ हामी आफैले पनि गर्न सकिँदो रहेछ भन्ने एउटा उदाहरण। यो त तपाईँहरू साधारण गर्छ। भोलि गएर उत्पादनको क्षेत्रमा धरानले अहिले कति चाहिँ उत्पादनको क्षेत्रमा तपाईँको श्रमदान गरेको छ भने अहिले धरानको सबैभन्दा ठुलो आय स्रोत भन्छ नि नगरको आय स्रोतै श्रमदान भएको छ हेर्नु। लाख हो र तपाईँको करोडौँ करोड तपाईँको श्रमदानबाट आउँछन् क्या। त्यो पाइपलाइन पनि देख्छौँ हामीले पानी ल्याएको छ। त्यो पानी त सबै तपाईँको मिटरमा जाँदा पैसा आउँछ नि त हो क्या त। ल्याउँदा त दाताले सहयोग गर्यो, पाइप दियो, हामीले श्रमदान गऱ्यौँ, ल्यायौँ, फ्रीमा ल्यायौँ होइन। तर फ्रीमा ल्याए पनि त्यो त आखिरी त फेरि पैसामै कन्भर्ट हुने भयो होइन। महिनाको तपाईँको करोडौँ करोड तपाईँको त्यहाँबाट सङ्कलन हुन्छ भन्नुको मतलब चाहिँ अब हामीले फ्याक्ट्री खोलेका छौँ। अहिले माया धरानी बेसार भन्ने फ्याक्ट्री खोलेका छौँ। अब माया धरानी साबुन खोलिरहेका छौँ भने चाहिँ हामीले उत्पादन क्षेत्रमा हाम्रो चाहिँ श्रमको अभियानहरूलाई पनि लानुपर्छ। त्यसको लागि चाहिँ तपाईँहरू नगरबाट केन्द्र प्रदेश केन्द्र सबै ठाउँबाट प्रतिनिधित्व गर्दै जानुपर्छ। एउटा मेयर मात्रै पनि श्रमको अभियान जस्तो तरिकाले उहाँहरू निर्वाचित हुँदाखेरि के गर्न सकिन्छ भनेर तपाईँले धरानबाट थाहा पाइसक्नु भएको छ। धेरै ठुलो हामीले उदाहरण दिइरहनु पर्दैन। अब त्यसो भइरहँदाखेरि हामीले चाहिँ अब पार्टी त खोल्यौँ, हामीले एउटा नीति नियम सिद्धान्त त होला कि हामीले हर्का साम्पाङ चर्चित भएर प्रख्यात भएर मात्रै तपाईँको पार्टी खोलेको हो त होइन नि त। किनभने हर्का साम्पाङभन्दा धेरै चर्चित मान्छेहरू पनि छन्। कमेडियनहरूलाई तपाईँले हेर्नुभयो भने उहाँहरू धेरै प्रख्यात छन्। हिरोहरूलाई हेर्नुभयो भने झन् प्रख्यात त्यसरी होइन क्या। तर हर्का साम्पाङले पार्टी खोल्नु अर्थात् हर्का साम्पाङले त्यो चाहिँ पार्टी खोलेको अनि उहाँ चाहिँ एकदम चर्चामा छ भनेर होइन। मैले उहाँलाई कहिल्यै पनि त्यो दृष्टिले हेरिनँ क्या। जब उहाँलाई एकलाई हामीले उहाँलाई समर्थन गरेर हिँड्दा पनि उहाँ चाहिँ व्यक्ति होइन है, उहाँ चाहिँ विचार हो। त्यो विचारलाई चाहिँ तपाईँ हामी धरानीले जिताउनुपर्छ भनेर हामीले भोट मागिरहेछौँ। तर आज यही कुरा आज तपाईँ हामीले देशलाई चाहिँ उहाँ चाहिएको रहेछ, उहाँको विचार चाहिएको रहेछ भनेर चाहिँ तपाईँ हामीले बुझ्नुपर्छ। अब त्यो विचार मध्येको सबैभन्दा महत्त्वपूर्ण विचार म तपाईँहरूलाई अलिकति बुझाउन चाहन्छु। किनभने तपाईँहरूले भोलि गएर यो के हो हर्का साम्पाङ भन्छन्, पार्टी त यत्रो धेरै छ, सबै छ नि त, तपाईँहरूलाई चाहिँ के फरक परेर तपाईँहरूको के फरक छ भनेर तपाईँहरूले सोध्यो भने जवाफ दिनुपर्छ तपाईँहरूले। किनभने तपाईँले जवाफ दिनु भएन भने त त्यो काङ्ग्रेस एमाले माओवादी जस्तै रहेछ नि त, के फरक परेर त्यहाँ जानुको लागि भन्ने कुरा आउँछ। त्यस कारणले अलिकति हामी फरक छौँ।
किन फरक छौँ भन्दाखेरि चाहिँ हाम्रो श्रम संस्कृति पार्टीको पहिला कुरो त हामी कार्यकर्ता हुँदैन। हेर्नुहोस् तपाईँहरूले यहाँनिर अघि यहाँदेखि यो कार्यकर्ता कहीँ पनि छैन। यहाँ श्रमदाताको कार्ड हो यो त। हेर्नुहोस् देश बनाउनको लागि होइन, जुट्नको लागि, अगाडि बढ्नको लागि म पनि योगदान गर्छु। यो देश बनाउनलाई मेरो पनि खाँचो छ होइन, मेरो पनि तपाईँको योगदान चाहिन्छ र मैले मेरो भाग चाहिँ मैले यो देश बनाउनको लागि पर्नुपर्छ भनेर हर्क साम्पाङले तपाईँको धरानको लागि गर्यो होला, एकछिनको लागि उहाँको भाग उहाँले गरे हो, समीरले समीरको भाग गर्छ, अनि तपाईँको भाग चाहिँ कसले गर्ने त भन्दाखेरि तपाईँ आफै स्वयंले गर्नु पऱ्यो के, त्यो भन्ने हो हाम्रो विचार चाहिँ। र त्यस कारणले तपाईँहरू सबैले आफ्नो आफ्नो ठाउँबाट आफूले त्यो योगदान गर्नुपर्छ देशको लागि पनि भनेर हामीले तपाईँको चाहिँ 6 दिन पेटको लागि 1 दिन देशको लागि भनेर हामीहरू लागिरहेका छौँ। त यो किन त्यो जरुरत पऱ्यो भने हामीलाई आवश्यकै त्यस्तो पऱ्यो, किनभने हामीहरू साधारणभन्दा साधारण होइन, बाँस घाँस कपास स्वास्थ्य शिक्षा खानेपानी यातायात विद्युत जस्ता यी साधारण कुराबाट पनि हामी माथि उठ्निसकेका छैनौँ। अनि हामीले चाहिँ अरूले 100 को स्पिडमा गाडी कुदाएको छ भनेर एक गियर नलाइकन 5 गियर लाएर कुदाउँछ भन्दा त्यो गाडी अगाडि बढ्दैन नि। यसको पनि प्रक्रिया हुन्छ, स्टेप जानु पर्यो होला। त्यस कारणले गर्दाखेरि हाम्रो प्रक्रिया पहिला यसरी जाने हो देश बनाउने। किनभने यहाँ चाहिँ एकैचोटि आउने अनि आएर ठुला ठुला भाषण गरेर म हङकङ बनाइदिन्छु, सिङ्गापुर जस्तो बनाइदिन्छु होइन है, तपाईँको चाहिँ नि के अरे उता ठुला ठुला चाहिँ तपाईँको अमेरिका जस्तो बनाइदिन्छु भनेर झुटा आश्वासन दिएर चाहिँ हामीलाई तपाईँको चाहिँ हिजोको दिनमा भोट लुटे आयो त हो। यसरी हुँदैन है भन्ने कुरा तपाईँ हामीले बुझिसकेका छौँ र बुझ्नलाई आवश्यक पनि छ। र अब अर्को कुरो रह्यो के भन्दाखेरि हाम्रो पार्टीको सिद्धान्तको मध्येमा एउटा हर्कवाद भन्ने एउटा सिद्धान्त तपाईँले सुन्नुभएको होला। के हो त हर्कवाद है? यो हर्कवादको विषयमा म अहिले हरेक ठाउँमा एक खालको तरिकाले भन्यो नि ब्रान्ड एम्बेसडरको रूपमा हाम्रो मेयर साहबले त आफैले प्रतिपादन गर्नुभएको, आफैले भन्दा पनि अरूले भनेको त धेरै राम्रो सुनिन्छ, हामीले वर्णन गरेको झनै राम्रो सुनिन्छ। हर्कवाद के हो भन्ने कुरा तपाईँहरूले अलिकति बुझ्नुभयो भने अनि चाहिँ तपाईँहरूलाई पक्का कन्फर्मेसन हुन्छ, कन्फर्म हुन्छ यो घर बनाउँदैछु, घर कतिको दरो छ, ठिक छ ठिक्दैन थाहा पाए जस्तै हर्कवाद चाहिँ श्रम संस्कृति पार्टीको जग हो। त्यो जगभित्र के छ त भन्दाखेरि चाहिँ एउटा प्रकृति भन्ने छ। आज हामी यो प्रकृतिको काखमा छौँ, आनन्द आइरहेको छ, शीतल भइरहेको छ। अघि उहाँले भन्दै थियो भित्रभन्दा यहाँ बाहिर भन्दै चाहिँ हामी चाहिँ प्रकृतिको संरक्षण गर्ने प्रकृतिवादी पनि हौँ फेरि। र हाम्रो अभियानको एउटा चाहिँ नै तपाईँको मेन मेसेज पनि त्यही हो, हामी प्रकृति जस्तै बन्नुपर्छ श्रम संस्कृति पार्टी। कुनै जाति, कुनै धर्म, कुनै वर्ग, कुनै लिङ्ग, कुनै नस्ललाई नहेरिकन यो प्रकृतिले जसरी हामीलाई हेरेको छ त्यस्तै तरिकाले श्रम संस्कृति पार्टीको सिद्धान्तले हेर्नुपर्छ भनेर हामीले त्यो गर्छौँ। र प्रकृतिलाई नाश गरेर प्रकृतिको तपाईँको दोहन गरेर कुनै पनि विकास, त्यो विकास हामी मान्नेवाला छैनौँ। र त्यो हाम्रो श्रम संस्कृतिको हर्कवादमा चाहिँ त्यो प्रकृतिलाई तहस नहस पारेर होइन तपाईँको चाहिँ नि के अरे तपाईँको असामान्य तरिकाले चाहिँ तपाईँको चाहिँ नि त्यसलाई उत्खनन गरेर गरिने विकासहरू चाहिँ हामी मान्नेवाला छैनौँ भन्छ। त्यसलाई चाहिँ हामीले प्रकृति भनेका छौँ, जहाँ चाहिँ कुनै पनि विभेद हुँदैन। जस्तै संविधानमा आज यहाँ तपाईँहरू सबै जाति, सबै धर्म, सबै वर्गका आउनु भएको छ। यहाँ कसैले कसै धनीले यति गर्ने, गरिबले यति गर्ने, तिमी अलिक ठुलो घर भएको मान्छे, तिमी धनी मान्छेले यसो गर्ने भनेनौ नि होइन, सबैले समान रूपमा गर्यो, सबैजना एकै ठाउँमा उभिएर काम गर्यो। यो प्रकृतिको अर्थ चाहिँ यसरी बुझ्नुपर्छ। दोस्रो कुरो के छ भन्दाखेरि संस्कृतिको कुरा। हामी यहाँ अहिले हेऱ्यौँ भने सबै जात जाति धर्म वर्गका छौँ, हामी सबै आफ्नो आफ्नो एउटा संस्कार संस्कृति छ नि त होइन। त्यो आफ्नो संस्कार संस्कृतिको साथसाथमा हाम्रो एउटा साझा संस्कृति चाहिँ के हो त भन्दा श्रमदानको संस्कृति अर्थात् श्रमको संस्कृति, जसले चाहिँ के सिकाउँछ भन्दाखेरि चाहिँ देश र राष्ट्रको लागि तपाईँ हामी सबैले योगदान दिने संस्कृति अर्थात् हामीले केही न केही दिनुपर्छ, राष्ट्रको लागि योगदान गर्नुपर्छ भन्ने संस्कृतिको विकास गर्नुपर्छ। र यो संस्कृति मात्रै यस्तो चिज हो, अब आजभन्दा 10, 4000, 5000 वर्ष अगाडिको साकेला सिलीहरू होइन आज पनि सबैले मानिरहेको छ नि होइन। त्यो तपाईँको चाहिँ केलाङ हेऱ्यो भने हाम्रो तामाङहरूको डम्फु नाच हेऱ्यो भने त्यो त हाम्रो पुर्खाहरूले त 3-4 हजार वर्ष अगाडिदेखि गरेको कुरा। तर कुनै पनि एउटा साधारण कुरा तपाईँको चाहिँ एउटा भनौँ न सिद्धान्तलाई त नर्मल रूपमा एकजना मान्छेले प्रतिपादन गरेको हुन्छ। अघि हाम्रो पूर्व वक्ताले भनिदिनुहुन्थ्यो मार्क्सवाद, लेनिनवाद के बात भन्दै भयो, अन्तिममा गएर त्यो त के भयो भन्दाखेरि त हराएर जान्छ समयकालभन्दा। तर संस्कृतिहरू भनेको चाहिँ एक भइरहन्छ र संस्कृतिले जहिले पनि के गर्छ मान्छेलाई एक बनाउँछ अनि एक ठाउँमा ल्याउँछ क्या त्यसले चाहिँ। अनि हामीलाई विभाजनहरूबाट उसले चाहिँ रोक्छ भने राजनीतिले फुटाउँछ भनेर भन्छ नि हो, त्यो राजनीतिको अलिक फरक छ। अब हामीले त्यो संस्कृतिको रूपमा चाहिँ यो श्रमको संस्कृतिलाई अगाडि बढाउनुपर्छ भनेर हामीले हर्कवादको सिद्धान्तमा त्यो
हामीले प्रतिपादन अर्थात् हामीले त्यसलाई समेटेका छौँ। र अर्को रह्यो एउटा प्रविधि भन्छ। के हो त प्रविधि भन्दाखेरि चाहिँ अब मानव जीवनलाई सहजीकरण गर्नका लागि, सरल गर्नका लागि र हामी समय सापेक्ष आज संसारभरि मान्छे चाहिँ यत्रो कहाँ चन्द्रमा पुग्यो, कोही कहाँ पुग्यो भन्छ, के भन्छ भइराख्दाखेरि आज हाम्रो दैनिक जीवनलाई चाहिने र हाम्रो प्रकृतिलाई र संस्कृतिलाई तपाईँको चाहिँ खलल नपुग्ने गरेर एउटा हामीले प्रविधिलाई चाहिँ प्रयोग गरेर देशको विकास र समृद्धिमा अगाडि बढाउनुपर्छ। खोज अनुसन्धान र नवप्रवर्धन जस्ता चिजहरूमा अब हामी चाहिँ सबै लागि पर्नुपर्छ। हिजोको समयमा आज 3-4 हजार वर्ष अगाडि बाबुबाजेले जाँतो कोदालो के त्यो कुटो कोदालो होइन झिकी सिकी के बनायो भनेर भन्नुभयो। बनायो नि त हाम्रो बाबुबाजेले होइन, चेपा बनाएर तेल निकाल्ने के प्रविधि बनायो। तर अहिले आएर हामीले के बनाइन्छ, हामीले त केही पनि बनाएन रहेछौँ। खालि तपाईँको हामी त कुदेकै भौतारेको मात्रै भयो। अब त्यसो गर्नु हुँदैन, हामी पनि त्यो अनुसन्धान खोज हामी गर्नुपर्छ भनेर चाहिँ अहिले लागिरहेका छौँ। र नेपालको इतिहासकोमा सबैभन्दा पहिलो एउटा मात्रै पार्टी छ जुन पार्टीले चाहिँ हेर्नुहोस् है, तपाईँले एकदम क्लियर कुरा बुझ्नु पर्ने, श्रम संस्कृति पार्टीले मात्रै यस्तो एउटा विधान लेखेको छ आफ्नो पार्टीको विधानमा। तपाईँहरूलाई यहाँ पदाधिकारीहरूलाई पछि विधानहरू सबै म पिडिएफ गरेर पठाउँछु। अहिले यस्तो छापेर पठाउँदा धेरै खर्च हुँदो रहेछ, म पठाइदिएपछि तपाईँले सर हेर्ने मोबाइलमा सर पढ्ने क्या। हाम्रो पार्टीको एउटा विधानमा के छ भने नेपालको इतिहासमा पहिलो पार्टी फेरि खोज अनुसन्धान तथा नवप्रवर्धनका लागि विकास बजेटको 1% चाहिँ छुटाउनै पर्छ भनेर विधानमा लेखेको थियो पार्टीले। भनेपछि यो पार्टी कति धेरै फरक छ भन्ने कुरा तपाईँ हामीले बुझ्नुपर्छ। त्यही भएर मैले के भने भन्दा तपाईँलाई भन्दाखेरि हामी धेरै फरक छौँ है। यो तपाईँको चाहिँ 124-25वटा पार्टीहरू कसै खोज्छ, त्यो जतिकै उम्रियो भन्छ पार्टीहरू, तर हामी एकदमै बिल्कुल फरक छौँ। हामी सबै ठाउँमा सङ्गठन विस्तार गर्छौँ, तर के गर्छौँ सङ्गठन विस्तार गरेर के सिकाउँदो रहेछ। मैले धेरैवटा पार्टीहरूको मैले मिटिङहरू हेरेको छु, बुझेको छु। अरू आउनेले नि भन्छ त्यहाँ त बस्ने, यसो गर्ने उसो गर्ने, भोट लिने मेलो मात्रै क्या। खालि कसरी भोट लिने, कसरी झुक्याउने, कसरी त्यहाँनिर चाहिँ हाम्रो पक्षमा तान्ने मात्रै हुन्छ। तर हाम्रो चाहिँ ठ्याक्कै उल्टो के छ, काम गर्ने। जहाँ टिम बन्ने त्यहाँ आज शिव सदाकसिंहमा मात्रै कति ठाउँ अरे श्रमदान 3 ठाउँ ल हेर्नुहोस् त। अब नेपाल अधिराज्यभरि अहिले हेर्ने भने मोटामोटी 200 ठाउँमा भन्दा बेसी श्रमदान सुरु भइरहेछ। कसको नेतृत्वमा भन्दा श्रम संस्कृति पार्टीको तपाईँको छातामुनि रहेर श्रम संस्कृति पार्टीको आज नीति नियम विधानमा रहेर त्यसरी गरिराख्दाखेरि आउने दिनमा भोलि 753वटा पालिका 6000+ वडामा श्रम संस्कृति पार्टी चाहिँ स्टार भयो भनेदेखि त हामीले केन्द्र र प्रदेश अब राज्य मात्रै हेरिरहनु पर्दैन क्या। विकास त त्यतिकै पनि भएर जान्छ। किनभने विकास गर्ने नै तपाईँ हाम्रो हो। त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ मनभरि देश, मुटुभरि देश बोकेर बागडोराको दममा यो देशलाई हामी बनाउनुपर्छ र यो देशको समृद्धि चाहिँ हाम्रै पालामा सम्भव छ, हामीले बनाउनुपर्छ भनेर लाग्ने हाम्रो एउटा दृढ अठोट सहितको यो हर्कबाद हो। हर्कबादले तपाईँले यसरी बुझ्नुपर्छ भन्न चाहन्छु म। र अब मैले धेरै कुराहरू नभनिकन तपाईँलाई के भन्न चाहेँ भने अब हामी विशेष अब यहाँ चाहिँ राम्रो हुन्थ्यो, हामी चाहिँ आज श्रम संस्कृति पार्टीको चाहिँ शिव शताब्दी होइन नगर कमिटीको हामी अन्तिम चरणमा पनि आएका छौँ। र सबैजनालाई म के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू जतिजना आज सर्वसम्मत रूपमा आज नियुक्ति हुने मैले यहाँ कुरा पनि सुनेको छु। यो अत्यन्तै खुसीको कुरा पनि हो, किनभने कुनै पनि ठाउँमा सर्वसम्मत रूपमा तपाईँको चाहिँ नि यसरी चयन हुनु भनेको यो चाहिँ एकदम खुसीको कुरा हो। त्यहाँ विवाद भयो अथवा के भयो भने लोकतान्त्रिक व्यवस्थामा फेरि बहुमत र तपाईँको चाहिँ त्यतातिर जानुपर्ने हुन्छ। त्यो पनि नराम्रो त भन्न मिलेन, तर सर्वसम्मत रूपमै हुन्छन् भने त्यो झन् राम्रो कुरा हो। त्यस कारणले गर्दाखेरि म सम्पूर्ण आजका है पदाधिकारीहरूलाई के भन्न चाहन्छु भने तपाईँहरूले पद होइन यो पाएको, तपाईँहरूले चाहिँ यो जिम्मेवारी पाउनु भएको छ है। जिम्मेवारी पाएको हो। यो जिम्मेवारी पाएको व्यक्तिले आफूले खेल्ने भूमिका, आफूले पाएको जिम्मेवारीलाई पक्कै पनि वहन गर्नुहुनेछ र श्रम संस्कृतिको महाअभियानलाई शिव शताक्षी नगरपालिकामा तपाईँहरूले व्यापक रूपमा चाहिँ तपाईँहरूले यहाँनिर गर्नुहुनेछ भन्ने मलाई पक्कै पनि लागेको छ। र तपाईँहरू सबैजनालाई बधाई दिन चाहन्छु। तपाईँहरू जो जति निर्वाचित हुनुहुनेछ र उक्त निर्वाचित हुनुहुने हाम्रो पदाधिकारीहरूको नाम लिस्ट छ भने चाहिँ मलाई उपलब्ध गराइदिनु होला। अनि म अब ढिलो नगरिकन, किनभने समय चाहिँ हामीसँग छैन है, कोहीसँग पनि समय हुँदैन है। फेरि यो चाहिँ तपाईँहरूले बुझ्नु होला, किनभने हामी चाहिँ समयमा हुन्छौँ है। किनभने हामी चाहिँ समयमा हुन्छौँ र
समयमा भएको कारणले गर्दाखेरि चाहिँ हामीले समयको ख्याल गर्नुपर्छ भन्ने कुरालाई एकदमै मध्यनजर गर्दै अब मैले यहाँनिर सल्लाहकारबाट चाहिँ मैले नामहरू वाचन गर्न चाहेँ र हजुरहरूले चाहिँ विशेष गरेर अनि हाम्रो यहाँ केही साथीहरूले हाम्रो यो माटो अहिले हामीले एउटा सानो कसम पनि खानेछौँ माटोको कसम किनभने हामी चाहिँ इमान्दारी चाहिँ कतिखेर बन्छौँ भन्दा हामीले प्रतिबद्धता गरेपछि पनि इमान्दारी भन्छ होइन प्रतिबद्धता केही छैन अनि मान्छे तपाईँको जे गर्नु मन लागेको छ त्यो गर्दै हिँडेको छ होइन आज मलाई पनि त्यही लाग्छ हाम्रो मेयर साहबले भन्नुहुन्थ्यो यो भुइँमा ढोकेर माटो छोएर कसम खाएर लागेको मान्छे 1 रुपियाँ भ्रष्टाचार गरिदिनु आज पनि हामीलाई पनि त्यही हुन्छ क्या किनभने हामीले पनि त्यही छोएर चाहिँ कसम खाएर हिँडेको मान्छे बरु केही नभए पनि तर देश र राष्ट्रको लागि यस्ता खालका भ्रष्ट गर्ने देशलाई धोका दिने काम चाहिँ पक्कै पनि गर्नु हुँदैन भनेर यो माटोको कसम खान्छौँ त्यस कारण हरेक हामी पदाधिकारीहरूले यो माटोको कसम खानुपर्छ किनभने यो हाम्रो प्रतिबद्धता हो देश र राष्ट्रप्रति यही नभएर यही इमान्दारिता नभएर नै देश अहिलेसम्म यस्तो अवस्थामा पुगेको हो त्यस कारणले गर्दाखेरि म सम्पूर्ण पदाधिकारीज्यूहरूलाई पनि यता म वाचन गर्न चाहन्छु प्रथम पहिलो म हाम्रो सल्लाहकार है सल्लाहकार म चाहिँ सल्लाहकारको नाम वाचन गर्न चाहन्छु सल्लाहकारको पनि हाम्रो संयोजक हुन्छ हाम्रो श्री दिलसिंह म्याङ्बो हाम्रो दिलसिंह म्याङ्बो हाम्रो अब के भन्नु मैले उहाँलाई भन्दाखेरि दाइ भन्नु कि मामा भनौँ होइन हजुर ल ठिकै छ दिलसिंह मामालाई चाहिँ यतापट्टि आएर एकपट्टि साइडमा उभिदिनको लागि म अनुरोध गर्न चाहन्छु त्यस्तै गरेर हाम्रो र तपाईँहरू सबैजना हामी आखिर यही जमिनको यही माटोमा थोरै माटो अलिकति हातमा लिनुहोस् तपाईँहरूले म अनुरोध गर्न चाहन्छु होइन यो हाम्रो देशको माटो हो है र सदस्यमा हुनुहुन्छ हाम्रो सानेसाम राईज्यूलाई पनि म यता उभिदिनको लागि म अनुरोध गर्न चाहन्छु त्यस्तै गरेर हाम्रो श्री विक्रम राईज्यू र सेलिङ केसी श्री सेलिङ केसीज्यू हाम्रो सल्लाहकारहरूको मैले नाम वाचन गरिसकेको छु र हजुरहरू चाहिँ यतापट्टि एक साइडमा बसिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु र यो सहजीकरणको लागि हाम्रो केन्द्रीय सदस्य प्रसाद राईज्यूलाई पनि म अलिकति सहयोग गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु त्यस्तै गरेर अब चाहिँ भने मैले तपाईँहरूलाई अत्यन्तै अब यहाँ महत्त्वपूर्ण घडीमा किनभने यो हाम्रो शिव शताक्षी नगरपालिकाको चाहिँ आज यो नगर कमिटी गठन हुँदैछ त्यस कारणले गर्दाखेरि यो नामहरू म वाचन गर्न चाहन्छु र पहिलो चाहिँ हाम्रो संयोजक अहिले हाम्रो पार्टीको चाहिँ अब अहिले संयोजक भएर आउँछ यो कुरा तपाईँहरूले अलिकति बुझ्नेहरूले बुझिसक्नु भएको छ ल नरवीर फागो भाग्य हुनुहुन्छ उहाँलाई अध्यक्षको रूपमा संयोजकको रूपमा चाहिँ उहाँलाई अगाडि आएर बस्दिनको लागि म अनुरोध गर्न चाहन्छु बाटो पनि थोरै लिँदै गर्नु ल त्यसै सह संयोजकमा हुन्छ सन्तोष पौडेलज्यूलाई पनि म यहीँ छेउमा आएर चाहिँ उभिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु माटो दिने अलिकति छ थोरै टिप्नुका लागि अनुरोध गर्न चाहन्छु त्यस्तै गरेर सह संयोजकमा हुनुहुन्छ श्री महेश राईज्यू अगाडि आइदिनको लागि म अनुरोध गर्न चाहन्छु त्यस्तै गरेर अर्को पनि हाम्रो सह संयोजक हुनुहुन्छ श्री मिलन कुमार राईज्यू र अब त्यस्तै गरेर सचिवमा हुनुहुन्छ सन्तोष थेगिङज्यू सचिवको उहाँले जिम्मेवारीमा हुनुहुन्छ तपाईँहरूले त्यस्तै गरेर हाम्रो सहसचिवमा अर्को हुनुहुन्छ उहाँले नै फेरि पछि चयन गर्ने कुराहरू आएको छ त्यस कारणले मैले यो वाचन गरिनँ त्यस्तै गरेर को सदस्यमा हुन्छ आशा योङहाङ लिम्बूलाई पनि अगाडि आएर है बस्दिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु त्यस्तै गरेर सदस्यहरू अब सहको सदस्य फेरि उहाँ तपाईँहरूकै नगर कमिटीले पछि थप्न सक्नुहुनेछ सदस्यमा हुन्छ किसन शर्माज्यू अगाडि आइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु त्यस्तै गरेर श्री दीपक शर्मा त्यस्तै गरेर महावीर लिम्बू त्यस्तै गरेर अशोक खाम्सोहाङ त्यस्तै गरेर सदस्य हुनुहुन्छ मणि खाम्सोहाङ त्यस्तै
त्यसै गरेर विजय राई त्यसै गरेर माटोलु नरेन्द्र सम्पासे त्यसै गरेर अजित साम्पा त्यसै गरेर आइत योङहाङ हुनुहुन्छ त्यस्तै गरेर हाम्रो अभिषेक लिम्बू हुनुहुन्छ त्यस्तै गरेर पूर्ण देवान त्यस्तै गरेर नरबहादुर पेङ त्यस्तै गरेर जेम्स लिम्बू त्यस्तै गरेर अनिल राई त्यस्तै गरेर हिक्मत राई अघि आएर श्रमदान गरेर अलिक ढिलो भएको त्यसै गरेर बाबुराम योङहाङ बाबुराम मेनाम्बो त्यसै गरेर अम्बिका म्याङ्बो राजेश शर्मा इन्द्र पौडेल राजेश शर्मा हुनुहुन्छ है त्यस्तै गरेर उत्तर कुमार राई त्यसै गरेर मदन थम्बो मदन थेम्बो त्यसै गरेर बिरुम आन्देम्बे विक्रम आन्देम्बे हुनुहुन्छ त्यस्तै गरेर टेक बहादुर राई बोयु त्यस्तै गरेर हिन्दोल राई त्यसै गरेर ध्रुव राई त्यसै गरेर हिम कुमार लिम्बू तिम्रो यहाँ बस्नु उता बस्छु र अझै पनि नाम आउने क्रम जारी नै छ। मैले थोरै समय तपाईँहरूलाई धैर्यता गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सबैजनाले यो हाम्रो देशको माटो हो। कति आज देशमा नागरिकहरू छन् जसले आफ्नो देशको माटो नै नहुने मानिसहरू पनि छन् विश्वमा है। तर हामीले गर्वसाथ भन्नुपर्छ। यो माटोभित्र एउटा चिज मलाई भनेको एकदम याद आउँछ हाम्रो मेयर साहबले। यो माटोमा हाम्रो स्वाधीनता हाम्रो पुर्खाको रगतको वासना आउँछ अरे क्या यहाँनिर क्या है। किनभने यो देश त्यतिकै रहेको होइन नि त। त्यस कारणले गर्दाखेरि यो माटोलाई हामीले सबैजनाले लिएर बसिदिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। र नामावली आएपछि म एकचोटि फेरि पनि वाचन गरेर चाहिँ अनि तपाईँहरूलाई हाम्रो श्रम संस्कृति पार्टीको विधान र श्रम संस्कृति पार्टीको हाम्रो तौर तरिका भनौँ न, हाम्रो शैलीबाट तपाईँहरूलाई म शपथ ग्रहण पनि गराउनेछु। त्यसको लागि थोरै समय मात्रै हजुरहरूले धैर्यता गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ हाम्रो केही साथीहरूको नाम, छुटेका साथीहरूको नाम चाहिँ र यहाँनिर फेरि पनि थप नामहरू आएको छ। यहाँनिर चाहिँ सहदेव राईज्यू हजुर पनि, त्यस्तै गरेर मिलन चेम्जोङ, त्यस्तै गरेर छत्र राई, त्यस्तै गरेर श्याम साउदेन र दीप राई, अन्तिममा दीप राई। सबैजनालाई है श्रम संस्कृति पार्टीको यो महाअभियान भन्छ हाम्रो श्रमदानको महाअभियानमा एकदमै स्वागत छ। र अब मैले ढिलो नगरिकन सबैजनाले आफ्नो अगाडिको थोरै माटो लिनको लागि पनि म अनुरोध गर्न चाहन्छु। र आफ्नो हात चाहिँ देब्रे छातीको मुटुमाथि राखेर चाहिँ हजुरहरूले है सबैजनाले एकदम गम्भीरताको साथ हजुरहरू विशेष गरेर यो विषयमा अलिकति हामीहरू गम्भीर पनि बन्नुपर्छ। मैले अघि पनि तपाईँहरूलाई बारम्बार भनेको छु, यो देश नबन्नुको पछाडि एउटै कारण देखिन्छ, त्यो हो भनेको इमान्दारिता नहुनु है। त्यस्तै गरेर अब लास्टमा हाम्रो भीमबहादुर योङहाङ हुनुहुँदो रहेछ, योङया भीमबहादुर योङया कहाँ हुनुहुन्छ हजुरले पनि एउटा हाम्रो माटो लिएर चाहिँ
माटो लिएर आउनु न लाइनमा। ल सबैलाई सम्मान पक्कै पनि। र अब मैले ढिलो नगरिकन तपाईँहरू सबैजनालाई एकछिन शान्त रहेर चाहिँ मैले जे भन्छु हजुरहरूले त्यो भन्दै जानु होला र म भनेर चाहिँ भनिसकेपछि तपाईँहरूले आफ्नो नाम पनि मैले वाचन गरिदिनु हुनुको लागि म अनुरोध गर्न चाहन्छु। र अब मैले यो हजुरहरूलाई यो शपथ चाहिँ एकदमै है सबैजनाले गम्भीरताको साथ यो देब्रे छातीको मुटुमाथि त्यो माटोको बोकेको हातले चाहिँ राखेर चाहिँ तपाईँहरूले चाहिँ यो मनन गरिदिनु हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु र दोहोऱ्याइदिनु होला। र यहाँ हाम्रो एकजना अग्रज अभिभावकहरूले नाम यो मैले बोलेको वचनलाई दोहोऱ्याउँदै जानु होला। यो देशको माटो छोएर कसम खान्छु कि म हजुरहरूको नाम पदमा रहेर सम संस्कृति पार्टीको विधानलाई पालन गर्दै श्रमदानको महान अभियानमा लाग्दै यो देशको स्वाधीनता, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता र सार्वभौम सत्ता बचाइराख्न जस्तो सुकै कठिन परिस्थितिमा समेत सदैव प्रतिबद्ध, कटिबद्ध, सचेत अनि सक्रिय रहनेछु। आफ्नो जिम्मेवारीमा रहेको कर्तव्य पूरा गरी छाड्नेछु। एउटा सच्चा र स्वाभिमानी देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु। प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासले मात्र मानव संसार र जगतको रक्षा र उन्नति गर्न सकिन्छ र अनिवार्य श्रम र श्रमदान नीतिले मात्र देशको अभाव र गरिबीको अन्त्य गरी उत्पादन र निर्माण गर्न सकिन्छ भन्ने दर्शन अर्कवादलाई आत्मसात गर्दै उच्च निष्ठा, नैतिकता र देशभक्तिका साथ उत्पादन र निर्माणको श्रमदान महाअभियानमा निस्वार्थ भावले लागिरहनेछु र म हुँ श्रमदाता, बनाउँछु म आफ्नो देश। जय माटो, जय स्वाभिमान। हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। जय माटो, जय श्रमदान, जय देश, जय स्वाभिमान। धन्यवाद छ तपाईँहरूलाई। पक्कै पनि यो माटो तपाईँहरूले आज यो माटोलाई दिएको वचन हो हजुर, किनभने माटोबाट हामी मानिसको उत्पत्ति हुन्छ भन्छ वैज्ञानिक साइन्टिस्टले पनि। अनि यो माटोमा हामी मिल्नु पनि पर्छ भन्छ। यो माटोलाई दिएको तपाईँहरूको प्रतिबद्धता पक्कै पनि तपाईँहरूले पालन गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। किनभने यो तपाईँहरूले छोएको माटोको कसम भनेको यो सानो साधारण कुरो पनि होइन। त्यस कारणले गर्दाखेरि हामी अगाडि बढ्दै जानेछौँ। र अब तपाईँहरू तपाईँ जतिजना हुनुहुन्छ, हामी एउटा यो हजुरहरूलाई यो अबिर लगाइदिँदा हुन्छ नि, अबिर लगाइदिन्छौँ, माटो लाउनुहुन्छ भने माटो लगाइदिन्छौँ। हामीहरू केही साथीहरू, हाम्रो केन्द्रबाट आएका साथीहरूले थोरै तपाईँहरूलाई एउटा यो हाम्रो विजय हो, हजुर सबैजनाले चाहिँ लाउन सक्नुहुनेछ। माटो लगाइदिन्छु, माटो लगाइदिउँ। कोही रातो
अबिर पनि राखौँ न अबिर लाउनेले अबिर लाउँदा हुन्छ तपाईँलाई के लाउनु अबिर कि माटोलाई मलाई चाहिँ माटै लगाइदिनु नि माटो रातो लगाइदिन्छु ल ल बधाई छ तपाईँलाई एकदम सबैलाई बधाई छ है मलाई रातो पनि लागेछ ए तपाईँलाई त आशीर्वाद त होइन अब कसम खाएको माटै बोक्नु जय गोर्खा है तपाईँले जय गोर्खाले तपाईँलाई हाम्रो मामा उहाँ जन्मिनु भएको यो माटो मैले माटो लगाइसकेँ मैले मिल्दैन जय श्रमदान रातो लगाइदिउँ हजुरलाई श्रम संस्कृतिमा जय श्रमदान रातो लगाइदिउँ हजुरलाई सचिवलाई माटो लाउनेले माटो लाउनु शिव सतारी सीको माटो ल अल दि बेस्ट लाग्यो तपाईँले यो एकदम तपाईँलाई अल दि बेस्ट सबैलाई तपाईँहरूलाई शुभकामना म चाहिँ हजुर ल अघि छ माटो है हाम्रो देशको माटो है रातो लगाइदिउँ एकदम भेट्नु मन लागिरहेको थियो हजुर अन्त अब हाम्रो सहकार्य भेट मात्रै अब त हामी सहकार्य गर्ने पनि भयो नि त जोडियो त हामी जोडिनु पर्यो जोडिनु सक्छ हजुर नमस्कार है रातो लगाइदिउँ होइन मलाई यो रातो लगाइदिउँ पार्नुपर्छ विजय पताका विजय भएको है सबैजनालाई ठिक छ युवाहरू हो देश बनाउने संस्कृतिको महाअभियान है